हेलो साथीहरू, के छ? सबैजना सन्चै हुनुहुन्छ? म चाहिँ मार्केट गएको अस्तिको भिडियो अपलोड गर्न पाएको थिइनँ है, त्यही पार्ट 2 भिडियो आज अपलोड गरेछु। म चाहिँ यसरी मार्केट गएको थिएँ। मार्केटभित्र अब मार्टभित्र पसेँ। यहाँ हाम्रो कोरियन साउजी हुनुहुन्छ, साउजीलाई आनागास्यो भनेर नमस्ते हानिदिएको, बुढो पनि खुसी हुन्छ। हामी सधैँ जाने मार्केट त्यही हो है। त्यहाँबाट फागुनी लिएर यस्तो हेर्दै हेर्दै यहाँका नयाँ चिजबिजहरू हेर्दै हेर्दै के ल्याएछ बुढोले नयाँ कुरा भन्दै हेर्दै हेर्दै मार्ट छिरेको छु। अनि यसो हेरेको है, केही नयाँ आइटम ल्याए कि बुढोले भनेर यसो हेरेको। कहिलेकाहीँ नेपाली आइटमहरू पनि बुढोले ल्याइदिन्छ है, खसीको मासुहरू यस्तो ल्याइदिन्छ कहिलेकाहीँ। अनि यसो हेरेको ल्याए कि फेरि भनेर फेरि देखिनँ। अनि आज चाहिँ मोमो खान साह्रै मन लागिरहेको थियो है, त्यही भएर अनि मोमो हेर्दैछु कुन लग्ने कुन लग्ने कुन लग्ने। अब धेरै आइटमका मोमोहरू पाउँछन् फेरि, अब कुन लाने भनेर त्यसपछि यो एउटा मन पर्यो होइन, त्यही उठाएँ। ल जे छ उठाऊँ भनेर 11,000को ट्याक्कै काटेर होइन उठाएँ अनि लिएर गयो। अब अरू केही पनि लानु पर्यो। अब जुसहरू हेर्दैछु। अब मोमो मात्रै खाएर भएन, जुस पनि खानु पर्यो। त्यही भएर अब चाहिँ जुस हेर्नुतिर लाग्यो है। जुस हेरेको, फेरि जुस पनि धेरै प्रकारका जुस, कुन लगौँ भइहाल्छ हेर्न थालेपछि। अनि त्यही हो, अब हेरेपछि आफूले सधैँ खाइराख्ने जुस होइन, म्याङ्गो जुस, पाइनापल जुस जुन मनपर्छ त्यही त हो नि उठाउने। अनि हेरे जुस, अनि अब त्यही हो आफूलाई मनपर्ने त्यही पाइनापल र म्याङ्गो जुसै हो। आफूलाई मनपर्ने त पाइनापल हो, त्यही पनि सधैँ एउटै कति खानु भनेर आज चाहिँ योपल्ट चाहिँ मैले चामलको जुस र म्याङ्गो जुस लिएर गएँ साथीहरू। चामलको जुस पनि पाउँछ यहाँ, चामलको जुस लिइदिएँ, ठिक छ कति एउटै खाइराख्नु भनेर दुईवटा जुस लिएँ त्यहाँबाट। अनि अब सक्यो जुसको काम पनि। अब के लाने अरू केही खान मन छ कि भनेर सोच्नुपर्छ फेरि मार्केटमा गएपछि होइन, के लाने कसो लाने भनेर ट्याक्कसँगले सोच विचार गर्नुपर्छ। अब चाहिँ आयो हाम्रो मेन आइटमतिर होइन, त्यही हो कोरियाको मेन आइटम सोलमारी छोड्नु भएन होइन। एउटा सोलमारी पनि बोकिहाल्नु पर्यो भनेर एउटा सोलमारीको बोतल, अब कुन सोलमारी लाने भनेर यहाँ कन्फ्युज भइरहेको छु। सोजु लाने कि मेग्जु लाने कि ब्रान्डेड लाने होइन। यहाँ अब त्यही हो कोरियाको रमाइलो विकेन्ड मनाउने। मैले चाहिँ झ्याक्कै एउटा जम्बो क्यास बियर बोकेँ, मेग्जु भन्छ है कोरियामा चाहिँ। ट्याक्कसँगले बोकेर अब विकेन्ड मनाउने। यो विकेन्ड त गइगयो, अब नेक्स्ट विकेन्डको लागि टक्क लिएर अनि फागुनी भर्यो। यसो फागुनी भरेर है हेर्दै थिएँ, यसो रक्सीहरू हेर्दा त मेरो त गाडी जाने पो टाइम हुन लागिसक्छ भनेर म चाहिँ सबै चाहिँ छोडेर कुदेँ साथीहरू है। अनि हतार आएर गाडी पनि ठिक्क लागिरहेको रहेछ, गाडीमा चढेर पर्खी पनि हालेँ। फेरि गाडी छुट्यो अनि भरे एकैचोटि 1-1.5 घन्टा पछाडि मात्रै, 1 घन्टा पछाडि मात्रै भन्छ। अनि त्यही भएर म चाहिँ हतार गएर कुद्दै आएर गाडी चढेर लागेँ म चाहिँ रुमतिर। आनन्दले है रिल्याक्स हुँदै चिल हुँदै लागेँ म चाहिँ रुमतिर। साथीहरू तपाईँहरूको कस्तो के हुँदैछ? त्यही हो साथीहरू, परदेशमा रमाइलो गर्नुपर्छ। ल साथीहरू, आजलाई बाई बाई, नेक्स्ट ब्लगमा भेटौँला। लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु है सबैले।